दुवै टिम खेल मैदान प्रवेश गरेका छन्। दर्शक मानवहरू धेरैजना दर्शकहरू यो खेल मैदानमा वरपर बस्नु भएको छ र यो फिफा धुनको साथ दर्शक खेलाडीहरू खेल मैदान प्रवेश गर्नु भइसकेको छ र मेरो हातमा नेम लिस्ट आइसकेको छैन र दुवै टिमको नेम लिस्ट आइसके पश्चात म दुवै टिमको नामावली खेल मैदानमा गएर खेलाडीहरूलाई यहाँ मैले देखिरहेको छु यहाँ स्क्रिनमा पौदुमा गाउँपालिकाका अध्यक्ष आदरणीय दाजु किरण दाजु यो आजको यस खेलको मुख्य अतिथिमा हुनुहुन्छ र विशेष अतिथिज्यूहरू यहाँ चोलप्रसाद आलेज्यू, तीर्थ कार्की, ज्ञानेन्द्र राई र च्याङ्रे खेलकुद विकास समितिका इन्द्र कुमार राई, त्यसै गरी पौदुमा गाउँपालिकाका अध्यक्ष एक नम्बरको अध्यक्ष ज्यूहरू, एक नम्बरको सानोदुमाको अध्यक्ष ज्यू र सम्पूर्ण अध्यक्ष विशेष अतिथि प्रमुख अतिथि सबैजनालाई यो पौदुमा रङ्गशालामा हार्दिक स्वागत गर्न चाहन्छु र उहाँले सबैजना अतिथिहरूले खेलाडीहरूको लागि बेस्ट अफ लक र आशीर्वाद दिँदै हुनुहुन्छ र सबै खेलाडीहरू हर्षित छन्, खुसी छन् खेल खेल्नको लागि। र यो हाम्रो राष्ट्रिय धुनको साथ खेलाडीहरू र अतिथिज्यूहरू पनि र अहिले पनि हाम्रो पालिकाको यो धुन रहेको छ, गाउँपालिकाको यो धुन यो पौदुमाको रङ्गशालामा हामी हार्दिक स्वागत गर्दछु। यो राष्ट्रिय धुन पनि सकिसकेछ, राष्ट्रिय धुन र यो पौदुमा गाउँपालिकाको धुन पनि सकिरहेको छ। यहाँले मैले देखिरहेको दृश्यमा पौदुमा गाउँपालिकाको अध्यक्ष र च्याङ्रे वडा कार्यालयका अध्यक्षज्यूहरू यो मुख्य अतिथिको मुख्य रेफ्रीलाई निम्नाङ राईलाई यो बल हस्तान्तरण गर्दै हुनुहुन्छ र इन्द्र कुमार राई, पौदुमा गाउँपालिका अध्यक्ष किरण राई र तीर्थबाद कार्की र सम्पूर्ण टिमहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। र म यहाँ देखिरहेको छु दृश्यमा
सबैजना मैले चिनेको भाइहरू हुनुहुन्छ दुवै टिमका भाइहरू निकै राम्रो खेल हुन्छ उहाँलाई म बेस्ट अफ लक भन्न चाहन्छु र जम्मा 32वटा टिमको सहभागिता रहेको थियो यो एउटा लेभलको खेलमा र 6वटा टिमको सहभागिता रहेको थियो भेटरानतर्फ विजेता बन्नुभएको छ भोजपुर भेटरान उपविजेता डटर भेटरान रहेको छ भने यहाँले देखिरहेको छ स्क्रिनमा दुवै टिमका टिम कप्तानहरू टसको लागि गएका छन् दक्षिण 7 को लागि निरज राई हुनुहुन्छ लालगुराँस एफसी को लागि र दक्षिण 2 मा दुर्गा हाङ राई जटरको लागि धेरैजना दर्शकहरू यहाँ उपस्थित हुनुभएको छ प्याराफिटमा बसेर दर्शकहरू यहाँ बसिरहनु भएको छ वरपर धेरैजना लगभग 2-3 हजार भन्दा बढी दर्शकहरू यहाँ यो खेल मैदानको रङ्गशालामा आएर उपस्थिति हुनुभएको छ र यहाँ मैले देखिरहेको छु स्क्रिनमा 107 110 बढ्दै एफसीको खेलाडीहरूको म नाम वाचन गर्न चाहन्छु लालीराजको तर्फबाट निरज राई हुनुहुन्छ टिम कप्तान जर्सी नम्बर 7 राजेश राई जर्सी नम्बर 17 अभि राई जर्सी नम्बर 30 गौतम राई जर्सी नम्बर 25 अनिल तामाङ जर्सी नम्बर 49 रुपेश तामाङ जर्सी नम्बर 12 महेश तामाङ जर्सी नम्बर 9 अनिल तामाङ जर्सी नम्बर 32 शैलेश श्रेष्ठ जर्सी नम्बर 22 र ललित राई हुनुहुन्छ जर्सी नम्बर 20 टिम कोचमा हुनुहुन्छ सनम ग्याबा तामाङ र टिम म्यानेजर हुनुहुन्छ विवेक राई र यतापट्टि बायाँ भागमा यहाँ जडा रोडमा छ जडाको लागि दुर्गाहाङ राई जर्सी नम्बर 2 टिम कप्तान ताराहाङ राई जर्सी नम्बर 9 नवदीप राई जर्सी नम्बर 30 विशाल राई जर्सी नम्बर 14 प्रवीण राय जर्सी नम्बर 21 विनोद राय जर्सी नम्बर 16 गोलकिपर रिकेश भुजेल जर्सी नम्बर 32 र उमेश राई जर्सी नम्बर 0 टिम कोचमा हुनुहुन्छ धनकुमार राई भने टिम म्यानेजर हुनुहुन्छ सुमन राई र यहाँ फोटो सुट भइरहेको छ यहाँ लालीगुराँस एफसी को लागि यो सानोदुमाको टिम रहेको छ यो सम्पूर्ण फोटोहरू हामी भरै बेलुकी दृश्य फोटोग्राफीको पेज मार्फत हामी पोस्ट गर्नेछौँ र हामीले अस्ति भर्खरै ड्रोन शट गरेका थियौँ नाइट ड्रोन शट र आज हामीले बिहान तिहारी भन्ज्याङको ड्रोन शट पनि खिचेका छौँ र सम्पूर्ण भिडियोहरू हामी भरे पोस्ट गर्नेछौँ यहाँ बलको लागि तारहाङ गएका छन्